पखुन त पखुन् भिडियो स्किप नगर्नुहोस्, नेपाली मोटो भ्लगरले यस्तो गर्नुभएछ भनेर तपाईँ त्यहाँ चाहिँ लेख्यो के भएछ भनेर तपाईँलाई चाहिँ सक लाग्न थालेको होला। फाइनली चाहिँ सुरक्षा केसीले चाहिँ आफ्नो एउटा ड्रिम बाइक चाहिँ किनिसक्नु भएको छ फाइनल्ली है। तपाईँलाई चाहिँ प्रथम म बधाई दिन चाहन्छु है। आगामी दिनहरूमा चाहिँ अझै तपाईँको प्रगति भएको देख्न पाऊँ र धेरै मानिसहरूले चाहिँ अब हाम्रो हुन्छ नि त हामीले हुन्छ नि त यो गर्नु पाए त्यो गर्नु पाए हामी धेरै अब हाम्रो ड्रिमहरू हुन्छ नि त, तर इच्छाहरू हामीले चाहनाहरू चाहिँ हामीले चाहिँ पुरा गर्न सकिँदैन नि त। तर मैले जहाँसम्म लाग्छ कि सुरक्षा केसीलाई फलो गर्न लागेको लामो समय भइसक्यो, तर उहाँले चाहिँ आफूले त्यो यो गर्छु त्यो गर्छु भनेपछि त्यो चाहिँ अहिले चाहिँ पुरा गरिराख्नु भएको छ, ताकि सारा नेपाली दाजुभाइहरूले चाहिँ त्यो माया सपोर्टको कारण पनि हो पहिलो त। प्लस उहाँले पनि आफ्नो एउटा म गर्छु भनेर देखाउनु भएको छ नि त, त्यो गर्छु भनेर त्यसलाई त्यो ठाउँमा पुग्छु भन्नुभएको छ नि त। पक्कै पनि एक दिन चाहिँ पुग्नुहुन्छ होइन। तपाईँलाई हाम्रो पक्कै पनि सारा नेपालीको सपोर्ट छँदैछ तपाईँको लागि। र ठिक छ, अब आगामी दिनहरूमा चाहिँ अझै बवाल हुनुपर्छ होइन। बवाल भ्लग आउँछ होला तपाईँको है। राइडहरू नयाँ नयाँ राइड गरेको हेर्नुपर्छ, नयाँ नयाँ ठाउँमा गएको। र अब अस्ति भर्खरै अब 8 लाख क्रस भइसकेको छ। छिटोभन्दा छिटो 1 मिलियनको पनि हामी चाहिँ प्रतीक्षामा छौँ। सारा नेपाली उहाँको फ्यानहरू त पक्कै पनि धेरैजना हुनुहुन्छ होला है। ल तपाईँलाई बधाई छ है त। ल खुसीको खबर देख्न पाइयो।